हेलो गाइस, हेलो सबैलाई। के छ कस्तो छ? आज चाहिँ म कवर सल काटेर आज चाहिँ अर्कै रुममा छु। म चाहिँ आज सुतेर भर्खर यस्तो यता नुहाइधुवाइ गरेर ड्रेस गरेँ। बाहिर धेरै घाम छ। अहिले चाहिँ म बाहिर जान्न, लास्ट घाम छ। बोस सबरी उठ या। बहुत घाममा पुरै घाम चर्केछ। जान्न बाहिर चाहिँ गाह्रो छ, बाहिर गाह्रो छ। गर्मी चाहिँ धेरै छ कि म चाहिँ अब यता लुगा सुगा थियो हेर्नु पऱ्यो नि लुगाहरू नि। घामै नलाग्दो रहेछ यता फेरि। केही छैन घाम नलागे पनि सुक्छ बेलुकासम्म। यो चाहिँ हाम्रो लुगा सुकाउने ठाउँ हो। यो चाहिँ हाम्रो पर्छ आफ्नो लुगा धोएर सुकाउने ठाउँ हो। यसमा चाहिँ कम्पनीले धोइदिन्छ लुगाहरू चाहिँ हाम्रो। हामी के ताप्नु घामै धेरै चर्किन्छ क्या जसले तल हान्दैछु मैले। आज त लास्ट गर्मी छ त होइन, आज चाहिँ राम्रो देखिएको छ। आज चाहिँ पल्लो पल्लो त हो, यही बेला चाहिँ पल्लो गएको तलपट्टि काला देखा। म चाहिँ यसको सादा टट्टा बाहिर नजाने घाममा साझा त घाम छ धेरै। विनोद कैसे ट्रेडिङ भइरहेको दाजु, ट्रेडिङ भइरहेको दाजु। आलु तिम्रो माया तेरा थिन। चाहिँ यता गएर छ रुममा जान्छ, बाहिर चाहिँ जान्न। आज चाहिँ धेरै गर्मी छ। त्यो रुम राम्रो सुतिरहेको छ पालि चाहिँ। त्यो चाहिँ कचरा डस्टबिनमा चाहिँ मैले बनाएको अहिले। अझ मदिन नजाने गर्मी धेरै छ। ल यहाँनिर यति नै, आजलाई यति नै छ ब्लग मेरो।